हाई गाइज, वेलकम टु ब्याक न्यू भ्लग हैन। सो आज फेरि म तपाईहरुको माझ नयाँ भ्लग लिएर आइसकेको छु। किनभने गाइज भ्लग नहालेको पनि भएको थियो नि त 2-3 दिन हैन। युट्युबमा त्यस्तो राम्रो भ्लग पनि हाल्न पाएको छैन। अनि त्यही भएर आज यसो बनतिर जान लाग्यो। बनतिर नाले गाउँले भाषा हैन, बनतिर जान लाग्यो। यो सानोतिनो भ्लग बनाइदिए हालौँ न त भनेर यसो बनाउन लाग्यो हैन। अनि आज म कहाँ जाँदैछु, के गर्न जाँदैछु भनेर त तपाईहरुले त्यहाँ थम्बनेल हेरेर पनि थाहा पाइसक्नुहुनेछ। म आज जाँदैछु झोला बोकेर कहाँ जाँदैछु होला। अब गेस गर्नुहोस् है आफै। भनौँ भने के भनौँ खै म भनिहालेँ। म चाहिँ आज बनतिर तक्कलाई तेजु खान जाँदैछु। अनि तेजु खान जाँदै गर्दा चाहिँ यसो सानोतिनो भ्लग चाहिँ क्लिक गरिदिइ हालौँ न त भनेर हो। एकजना बनतिर चाहिँ एकदम रमाइलो छ आजभोलि त। अस्ति अनि हिजो घर तल बजारतिर बताइयो। आज फेरि तेल खान जाऊँ न त भनेर टक्क झोलाको टोपी लगाइएको छ हैन। एक झोला लिने आज त भने हो यार। अहिले बाँडेर फेरि बाँडेर थियो तेल त बाँडेर राखे जस्तो लागेन मलाई। त्यही पनि गइदिउँ न त। ठक्कै लास्टै गाइस त्यही हो क्या गाइस। जङ्गलतिर हिँड्नु के हुन्छ हैन। जङ्गल चाहिँ एकदम खतरनाक है, बहुत बाक्लो छ। यस्तो जङ्गलमा चाहिँ म एक्लै आएको छु नि त गाइस। फेरि म एकदम एक्लै आएको छु क्या। किनभने म हिक्मतिलो छु क्या गाइस, एक्लै आएको छु। देख्न सक्नुहुन्छ है चराको चिरबिर आवाज। आहा क्या रमाइलो छ क्या यार। घाम लागेको यस्तै रमाइलो छ क्या। त्यही हो गाइस, भ्लग चाहिँ के कस्तो हुन्छ हेरेर जानु होला। म चाहिँ टक्क तेरुको बोटनेर गएर देखाउँछु कति भेटिन्छ के भेटिन्छ। सब भिडियो गराउँछु है त। मैले क्या साथीहरू तेरुको बोटमा गएर बनाउँछु भनेको थिएँ भिडियो। तेरु एउटा बोट पनि भेट्यो यहाँ। म चाहिँ पिन्न हैन। त्यो जङ्गलमा अहिले आउने र अहिले अरूमा चाहिँ मैले एकदम डिफ्रेन्स पाएँ कि फरक पाएँ। किन भनिन्छ भने जङ्गल चाहिँ यति सफा गर्नु भएको रहेछ है। अस्ति नै हल्ला सुनेको थिएँ माबार झार भन्ने, अब बनमारा झार भन्छ। त्यो झार चाहिँ गोड्नु भएको रहेछ यहाँ जङ्गलतिर गाउँको मान्छे सबै मिलेर। अनि त्यही भएर जङ्गल चाहिँ एकदम सफा देखिया छ गाइस। धेरै लाग्यो क्या भन्छन् मनमा खुसी लाग्यो। पहिला आउँदा यस्तो थियो है उही झारहरू बाटो भनेर त यस्तो राम्रो गराउनु भएको रहेछ। अनि त्यो बनमारा झारले चाहिँ के जङ्गलमा हिँड्न बनिन्थ्यो कि गाइस। अहिले चाहिँ आम्मामा क्या के अब जङ्गल हो त्यो सफा त भन्न पनि भएन हैन। किनभने पाटपोक्सा त भइहाल्छ। बल्ल चुइट लागेको छ। अनि त्यही हो, यस्तो सफा गराउनु भएको रहेछ जङ्गल आजभोलि। एकदम म ह्याप्पी छु, खुसी मन पर्यो मलाई। किनभने म आउनु पाइनँ, नत्र यो काममा म पनि सहभागी हुन्थेँ। कता मनमा डर पनि लागिरहेको छ गाइस मलाई। किन भने यस्तो घनघोर जङ्गल छ। जङ्गलमा म एक्लै हिँडिरहेको छु नि त। हामीका जङ्गलहरू किन यस्तो छ क्या यार, बाक्लो छ। देख्न सक्नुहुन्छ है जङ्गलै हो, देख्न सक्नुहुन्छ। जङ्गलमा म एक्लै के हुन्छ कस्तो हुन्छ यस्तो राम्रो क्या। पुरै के वन सफा नै हो क्या, राम्रो त यार। सफा गर्नुपर्छ, वन कति राम्रो हुन्छ। ल त्योहरू देखियो, यो कस्तो पाकेको छ त्यो चाहिँ म भन्न सक्दैन। अनि अब म बोटतिर आइपुग्नु लाग्यो है। आहा नि साथीहरू फाइनली म चाहिँ आइपुगेँ है। कहाँ भन्नुहुन्छ भने तेरुको बोटनेर आइपुगेँ। तेजुको बोटनेर आमामामा तेजु त बबाल छ क्या। देख्न सक्नुहुन्छ है, देख्न सक्नुहुन्छ है तेजु चाहिँ बबाल छ हैन। टक्क लाएर टिप्ने अब त्यही क्या रुपियो हो यो गाई चाहिँ।
देख्न सक्नुहुन्छ नि तेजु यस्तो पनि हो यार छ्या यति आएकै तेजु दाइ चराको चिरबिर आवाज अनि तेरो टिप्दै खाँदै आमामामा यति रमाइलो हुनुभएको आज लाइफमा नगरेको फिल चाहिँ आज हुने भए कोही पनि खाना आउनु भएको रहन्छ खासै त्यही चाहिँ त्यस्तो टिपेको चाहिँ देखिन्न होइन म पुगिहालेँ है त तेजु देख्न सक्नुहुन्छ टक्क लगाएर कति पो पाकेको छ त्यो चाहिँ थाहा भएन मलाई तर तेजु चाहिँ छ है बबाल छ ए यस्तो खस्दो रहेछ यार पाएको रहेछ त है छ्या यार साथीहरू यार तेरो पाकेसँग पाकेर हिँड्छ नि छ्या त्यत्तिकै उयो छ आज फेरि पाक्दै पाकेर हिँड्छ कि के यस्तो बवाल छ अनि पाके त रहन्छ नि त के गर्नु है पाकेर हिँड्छ अनि त्यो रुखमा गएर यसो हेर्छु है म एउटै भेटाएको अझै टेस्ट गरिहाल्छु है छैन मिठै छैन टेस्ट राम्रो हुन्छ तेरोको र त्यसै भिडियो बनाएँ मैले होइन कि अब तेरो पाकेकै रहन्छ क्या पाक्ने पाकेकै हुन्छ है छान्दैछु एउटा भेट्यो बल्ल एउटा भेट्यो के लगिदिनु के खानु मैले घरतिर अर्को पनि भेटेँ आफै खान्छु देख्न सक्नुहुन्छ होइन पाकेर हिँड्छ अब के गर्नु त नपाकेकोलाई ढेगराउनु पनि समस्या छ गाइस एउटा साथमा कोही आएको भए समातिदिनु हुन्थ्यो भिडियो पनि क्लियर देखिरहेको छैन होला एउटा मलाई हेर्नु यसलाई हेर्नु हुन्छ आज चैतको कति चैतको 23 गते हान्छ यो लगभग वैशाखको 10-11 गतितिर चाहिँ बवाल पाक्छ है वैशाखको 10-11 गते चाहिँ बवाल हुनु भए म चाहिँ खान्न अब म खान्न म जान्छु अब घर खान्न होइन त्यही हो गाइस म चाहिँ फर्किसकेँ है किन भन्नु तेरो पनि भेट्दैन अनि बाँदर त आएको रहेछ अनि कहाँबाट भेटिन्छ त त्यही हुनलाई चाहिँ हल्का फुल्का रहेछ म तपाईँहरूलाई देखाइसकेँ नि होइन अब ब्यागमा यति चाहिँ बोकेको छु ब्यागमा यति चाहिँ बोकेको छु है भेटेन क्या अनि बाँदर आएको रहेछ अनि त्यही भएर भेटेन क्या केही छैन त्यो पाहाडतिर पनि हिँडिराखन् बाँदर सरहरू लाइफ छ यार हल्का होस पुऱ्याएर खाने भने त यस्तो जङ्गलको चिजहरू खान त बाँदरकै छ क्या दिन्छ यार पातिर तेलमा फेरि त्यहाँ यसो हेर्नु पर्ला भने त अपा रुखतिर त्यस्तो पो हिँड्छन् क्या के भन्नु यार वनमा फलेको चिजहरू पनि खान पाइने भयो है गाइस हेर्नु त त्यो सखा भइसक्यो
भुइँतिर पुरै कि यतातिर खसाल्ने पेचाट्ने यस्तो गराने क्या। अब राम्रोसँग खाइदिए त हुन्थ्यो नि। यत्रोको रुख छ पुरै ध्वस्त, मान्छेले त खानै पाइन्न, पुरै ध्वस्त पारिसक्यो क्या। माथि बसेर गाइज डर लाग्छ हो चलाउने होइन है। तपाईँहरूले पनि कहिले पनि बाँडो देखेपछि नचलाउनुलाई, यिनीहरूको अब मतलब हुन्न नि त। यिनीहरू बहुत खतरनाक हुन्छन् क्या, बहुत खतरनाक हुन्छन्। त्यो भएर बाँदरलाई जिस्काउने काम चाहिँ नगर्नु होला। अब यिनीहरूले यो वन छाड्दैन क्या, किनभने यहाँ अब भर्खर तेज लाग्न सुरु गरेको छ। अब कहाँबाट थाहा पाएर आइसकेको रहेछ। मजाले खान्छ, लगभग 1-2 मिनट त हिँडेर हिँडेर बस्नु त। यो तेरु नर्ने गिरा भयो यो, अनि तेरु सक्यो भने बल्ल जान्छन्। यस्तो रुख छ, अब खाँदै पाइन्न खै। अब खाने भनेर आयो खै खानै पाइएन, यति बोकेर आयो। यस गरौँ केही छैन। र त्यही हो गाइज, म चाहिँ घर जाँदैछु। अब भलक धेरै लामो पनि नगरौँ, किनभने आजभोलि त्यस्तै छ। अनि त्यस्तै अब कन्टेन्ट पनि भेटिरहेको छैन। भलक पनि ढिलै आयो मेरो। अनि के कस्तो लाग्यो आजको भलक चाहिँ, एकदम मेरो भलकलाई हेरेर साथ दिनुभयो, दिनु होला भन्न चाहन्छु। अनि मैले भलक सुरु गरेको धेरै पनि भएको छैन नि त, म्याक्सिमम् कति 2 महिना जति भएको छ भलक सुरु गरेको। के कस्तो लाग्छ हेरेर, नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरिदिनु होला। पुरानो हुनुहुन्छ भने लाइक कमेन्ट, हजुरलाई मन पऱ्यो कस्तो कमेन्ट, भिडियो पनि कस्तो अपलोड गर्नु पऱ्यो, यस्तो भिडियो अपलोड गर्नु नि त, के को कस्तो अन्त भनिदिनु पऱ्यो कमेन्टमा है गाइज। त्यही हो, लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नु नभुल्नुलाई।